दर्शकवृन्द, हामी यहाँहरूमाझ निरन्तर रूपमा बाढीको अपडेटको खबरका साथ उपस्थित भइरहेका छौँ। यही बीचमा रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको अहिलेसम्मकै असामान्य र भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको खबर प्राप्त भएको छ। बाढीले टिमुरे बजार, रसुवागढी भन्सार क्षेत्रदेखि लिएर पुल, सडक, घर तथा जलविद्युत आयोजनामा पनि क्षति पुर्याउनुका साथै ठूलो संख्यामा कन्टेनर र सवारी साधन बगाएको पनि प्रारम्भिक विवरणहरू प्राप्त भएका छन्। बाढीको मुख्य कारण बारेमा अहिलेसम्म पनि यकिन हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागले सामान्य वर्षाका कारण मात्रै यति ठूलो बाढी आउन नसक्ने जनाएको छ। हिम पहिरो गएर नदी थुनिएको र त्यसबाट बनेको अस्थायी बाँध फुटेको वा हिम नदीको कुनै भाग अचानक फुटेर ठूलो परिमाणमा पानी एकैपटक बगेको हुन सक्ने प्रारम्भिक अनुमानहरू गरिएको छ। तर बाढी कहाँबाट सुरु भयो भन्ने विषयमा नेपालसँग मात्रै होइन, चीनतर्फका जानकारहरू समेत अहिलेसम्म स्पष्ट जानकारीमा छैनन्। चीनको छेन्दुमा रहेको विपद विज्ञ वसन्तराज अधिकारीका अनुसार चीनिया पक्षले समेत अहिलेसम्म बाढीको स्रोत पहिचान गर्न सकेको छैन। उनका अनुसार प्रभावित क्षेत्रमा सम्पर्क नहुँदा घटनाबारेमा प्रत्यक्ष रूपमा सूचना प्राप्त गर्न कठिनाई भइरहेको छ। अहिले भू उपग्रहबाट बाढी सुरु भएको स्थान पहिचान गर्ने प्रयास पनि भइरहेको जानकारी हामीले पाएका छौँ। प्रारम्भिक रूपमा हिम पहिरो वा पहिरोले नदी थुनेर बनेको बाँध फुटेका कारण बाढी आएको हुन सक्ने दुई सम्भावना रहेको पनि उनले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद मीन कुमार अर्यालका अनुसार रसुवा क्षेत्रमा मंगलबार रातिदेखि बुधबार बिहान 8 बजेसम्म 7 मिलिमिटर भन्दा बढी वर्षा भएको थिएन। सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा भने केही स्थानमा भारी वर्षा भएको थियो। भोटेकोशीको जलाधारसँग जोडिएको तिब्बततर्फ पनि भारी वर्षा भएको सूचना प्राप्त भएको उनले बताएका छन्। तर बाढीको प्रकृति हेर्दा वर्षाका कारण मात्रै यति ठूलो पानीको बहाव आएको हुन नसक्ने पनि उनको भनाइरहेको छ। बाँध फुटेको, ठूलो हिम पहिरो गएर नदी थुनिएको वा हिम नदीको कुनै भाग फुटेर केही समय नदीको बहाव रोकिएपछि एक्कासी पानी बगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिले नै ठ्याक्कै यही कारण हो भनेर भन्न सकिने अवस्था छैन। सम्भावित कारण बारेमा अध्ययन भइरहेको भनेर अर्यालले भनेका छन्। बाढीको वास्तविक कारण पत्ता लगाउन नेपाल र चीन तर्फको अवस्था बारेमा थप सूचना आवश्यक रहेको पनि विभागले जनाएको छ। दर्शकवृन्द, घटनास्थलतर्फ जाने बाटो तथा सञ्चार सम्पर्क पनि अवरुद्ध भएकाले स्थलगत विवरण सङ्कलन गर्न समेत कठिनाई भइरहेको अवस्था छ। बाढीका कारण नदी किनारमा राखिएका जल सतह मापन गर्ने सेन्सर तथा अन्य विभिन्न मौसमी उपकरणहरू समेत बगेको बताइएको छ। बिहान करिब 8 बजेपछि ती उपग्रहबाट थप विवरण प्राप्त हुन नसकेको पनि विभागले जनाएको छ। त्यसैले अब भू उपग्रहबाट प्राप्त तस्बिर, स्थानीय बासिन्दाबाट आएका सूचना तथा अन्य स्रोतको विश्लेषण गरेर घटनाको कारण पत्ता लगाउने प्रयास अहिले जारी रहेको छ। बाढीको सबैभन्दा ठूलो असर रसुवाको टिमुरे र रसुवागढी क्षेत्रमा परेको छ। चीन तर्फबाट आएको ठूलो पानीसँगै लेदो र माटो बजार क्षेत्रमा पसेपछि घर, पसल, होटल तथा सवारी साधनमा ठूलो क्षति पुगेको छ। रसुवाको टिमुरे स्थित भन्सार कार्यालयको यार्डमा रहेका सयौं कन्टेनर समेत बाढीले बगाएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका सचिव रहेका आङ दोर्जे शेर्पाका अनुसार यार्डमा रहेका करिब 200 कन्टेनरहरू बगेका छन्। उता चीनतर्फ सामान लिन जाने क्रममा लाइनमा रहेका करिब 300 कन्टेनर समेत बाढीमा परेको प्रारम्भिक जानकारी आएको छ। संघका अध्यक्ष रामहरि कार्कीले समेत सयौं कन्टेनर र ठूलो संख्यामा मानिसहरू बाढीमा परेको बताएका छन्। दर्शकवृन्द, यसरी एक्कासी आएको बाढीका कारण क्षतिको मात्रा ठूलो भएको उनको भनाइरहेको छ। बाढीपछि केही समय टिमुरे क्षेत्रमा सञ्चार सम्पर्क समेत अवरुद्ध भएको थियो। पछि भने टेलिफोन सेवा क्रमशः सञ्चालनमा आउन थालेको बताइएको छ। बाढीमा परेर सम्पर्कविहीन भएका नेपाल प्रहरीका केही कर्मचारीहरू सम्पर्कमा आएका छन् भने केही अझै सम्पर्कविहीन नै रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार टिमुरेमा 10 जना प्रहरी सम्पर्कमा आएका छन् भने 13 जना अझै बेपत्ता रहेका छन्। स्याप्रोवेसीबाट 4 र मैलुङबाट 1 जना प्रहरी समेत सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका प्रहरी मध्ये अधिकांश घाइते रहेको र उनीहरूलाई तत्काल उद्धार गरेर काठमाडौँ ल्याउने तयारी, उपचारका लागि उनीहरूलाई काठमाडौँ ल्याउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।
यसअघि रसुवागढी टिमुरे स्याफ्रोबेसी र मैलुङ क्षेत्रमा खटिएका ठूलो संख्याका सुरक्षाकर्मीहरू सम्पर्क बाहिर रहेको भनेर विवरण आएको थियो। सशस्त्र प्रहरी बलले पनि प्रभावित क्षेत्रमा विभिन्न युनिटबाट उद्धार टोली परिचालन गरेको छ। दर्शकवृन्द, सशस्त्र प्रहरीका अनुसार नुवाकोटको नम्बर 19 गुल्म ककनी स्थित संयुक्त राष्ट्र संघीय शान्ति स्थापना तालिम शिक्षालय धादिङ गुल्म, आदमघाट स्थित विपद व्यवस्थापन बेस तथा चितवनको नम्बर 17 गढबाट सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाइएको छ। उनीहरूले बाढी तथा डुबानमा परेका नागरिकहरूको खोजी, उद्धार र सुरक्षित स्थानान्तरण गरिरहेका छन्। बाढीपछि उद्धार तथा राहतलाई तीव्रता दिन सरकारले उपलब्ध सबै स्रोत साधनहरू परिचालन गर्ने निर्णय गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रभावित नागरिकको तत्काल उद्धार, खोज तथा राहतमा केन्द्रित हुने निर्णय गरिएको छ। बैठकमा हालसम्म 8 वटा हेलिकप्टर परिचालन भएको जानकारी दिएको छ भने धुन्चे, त्रिशुली लगायतका क्षेत्रमा रहेका हेलिप्याड तत्काल उद्धारका लागि प्रयोग गर्ने निर्णय पनि भएको छ। घाइते तथा बिरामीको उपचारका लागि त्रिशुली स्थित सिभिल अस्पताललाई आवश्यक उपकरण सहित व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको जानकारी हामीलाई प्राप्त भएको छ भने नेपाली सेनाका 3 वटा हेलिकप्टर स्वास्थ्यकर्मी सहित उद्धारमा खटिसकेका छन्। निजी क्षेत्रका पनि 34 वटा हेलिकप्टरलाई समेत अन्यत्र नजान भनेर निर्देशन दिएको छ। ड्रोन एसोसिएसन तथा राफ्टिङ एसोसिएसनलाई पनि तयारी अवस्थामा राखिएको विपद प्राधिकरणले जानकारी दिएको छ। रसुवाबाट आएको बाढी त्रिशुली नदी हुँदै नुवाकोट पुगेपछि विदुर गाउँपालिका तथा आसपासका क्षेत्रमा ठूलो क्षति भएको छ। बजार तथा बस्तीका घरहरूमा पानी पसेको अवस्था छ भने 2 वटा पक्की पुल समेत बाढीले बगाएको प्रारम्भिक विवरण रहेको छ। विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीका अनुसार वडा नम्बर 4 का सिमचौर क्षेत्रमा विशेष ठूलो क्षति भएको छ। त्यहाँ पछिल्लो 1-2 वर्षमा निर्माण भएका 2 वटा पक्की पुल बाढीले बगाएको छ। बजार तथा बस्तीमा पनि बाढी पस्दा घर तथा बैंक अनि अन्य भौतिक संरचना पनि पूर्ण रूपमा तथा आंशिक रूपमा क्षति पुगेको छ। वडा नम्बर 7 को सोले बजार, चत्तेपानी र अक्करे, वडा नम्बर 10 को बेत्रावती बजार तथा वडा नम्बर 1 को त्रिशुली, ढुङ्गे र इनारपाटी क्षेत्र पनि प्रभावित भएका छन्। वडा नम्बर 5 को देवीघाट तथा तल्लो क्षेत्रको तीरखानीमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ। त्रिशुली बजार आसपासका करिब 60 वटा घर बाढीले बगाएको र देवीघाट क्षेत्र पनि प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका शम्भु प्रसाद रेग्मीले बताएका छन्। बाढी आउनु अघि स्थानीयलाई पूर्व सूचना दिएकाले उनीहरू सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको उनले बताएका छन्। बाढीले त्रिशुली नदीका 2 वटा पक्की पुल तथा त्रिशुली र देवीघाट जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। 25 मेगावाट क्षमताको सौर्य प्लान्टका 3 वटा ब्लक र सब स्टेशन समेत बाढीले बगाएको प्रारम्भिक विवरण छ। बाढीका कारण नेपाल टेलिकमका रसुवामा 2 र नुवाकोटमा 5 गरी 7 वटा टावरमा भौतिक क्षति पुगेको छ। विद्युत आपूर्ति अवरुद्ध हुँदा पनि धेरै ठाउँमा मोबाइल तथा इन्टरनेट सेवाहरू प्रभावित भएको नेपाल टेलिकमले जनाएको छ। गल्छीदेखि रसुवागढीसम्मको अप्टिकल फाइबरमा समेत क्षति पुगेको छ। त्यसले गर्दा प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक सूचना आदान प्रदानमा थप समस्या सृजना भएको छ। बाढी त्रिशुली नदी हुँदै तल्लो तटीय क्षेत्रमा बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी साधनमा समेत रोक लगाइएको छ। नागढुङ्गा र भीमढुङ्गा नाकाबाट बाहिरिने सवारी साधनलाई केही समय उपत्यकामै रोकिएको हो भने बुधबार बिहान करिब 8:40 बाढी नेपाल प्रवेश गरेको र त्यसको केही समयपछि विपद प्राधिकरणलाई सूचना आएको प्रारम्भिक विवरण रहेको छ। हिम पहिरोले नदी थुनेपछि बनेको अस्थायी बाँध फुटेर 81 ठूलो पानीको बहाव आएको हुन सक्ने प्रारम्भिक निष्कर्ष भए पनि यसको स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। यसैबीच सरकारले तत्काल उद्धार, घाइतेको उपचार, प्रभावितलाई सुरक्षित स्थानमा सार्ने तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा राख्ने काम अघि बढाएको छ। नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमान भन्दा धेरै ठूलो क्षति पुर्याएको रसुवाबाट जानकारी आएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा
उद्धार तथा क्षतिको विवरण सङ्कलनमा चुनौती थपिएको बताएका छन्। आचार्यका अनुसार तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्टका कारण आएको बाढीले टिमुरे, स्याफ्रोबेसी, मैलुङ बेसी, त्रिशुली बजार लगायतका रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। उनले मानवीय क्षतिको यकिन विवरण तत्काल आंकलन गर्न सकिने अवस्था नरहेको बताएका छन्। धेरै व्यक्तिसँग सम्पर्क हुन नसकेको र टेलिफोन सेवा पनि अवरुद्ध हुँदा परिवारजनहरू त्रसित रहेका छन्। रसुवा जाने सडक मार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल सडकबाट पुग्न नसकिने अवस्था रहेको उनले बताएका छन्। अहिले हवाई मार्गबाट उद्धार तथा राहतका लागि पुग्ने प्रयास भइरहेको जानकारी दिँदै उनले उपलब्ध हेलिप्याड र अस्पताललाई पूर्ण रूपमा परिचालन गर्ने तयारी गरिएको बताएका छन्। सरकारले विपदपछि तत्काल प्रतिक्रिया जनाउँदै उद्धार र राहतका लागि संयन्त्र परिचालन गरेको भन्दै आचार्यले सरकार र विपद व्यवस्थापनमा खटिएका निकायलाई धन्यवाद दिएका छन्। सम्भावित उद्धारका लागि हेलिकप्टर तथा अस्पताललाई तयारी अवस्थामा राखेर काम भइरहेको पनि उनको भनाइरहेको छ। बाढीको कारण बारेमा उनले तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्ट नै मुख्य कारण रहेको बताएका छन्। नेपालमा अत्याधिक वर्षा भएर नभई सीमा पारीबाट आएको बाढी भएकाले तत्काल हवाई उडानका लागि दृश्यताको ठूलो समस्या नरहेको पनि उनले बताएका छन्। तर प्रभावित क्षेत्रमै हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था भने नरहेको उनको भनाइरहेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भर्खरै सकिएको बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरण बारेमा ब्रिफिङ भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आगामी कदम बारेमा सरकारवाला सबैलाई निर्देशन दिएका छन्। उनले यो विपदको क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहतमा खटिन पनि अनुरोध गरेका छन्। दर्शकवृन्द, हामी यस बाढीले पुर्याएको क्षति तथा यस बारेका अन्य थप अपडेटहरूका साथ यहाँहरूमा पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेल नेपाल टाइम्स अनलाइन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।